हेलो 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 साथीहरू नमस्कार गुड मर्निङ शुभ प्रभात सबैजनालाई नयाँ वर्षको शुभकामना म हुँ तपाईँहरूको आफ्नै साथी ऋषि तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानल इन्टरटेनमेन्ट विथ ऋषिमा साथीहरू सबैजनालाई नयाँ वर्षको शुभकामना आज बिल्कुलै नयाँ दिन नयाँ जोस जागर र नयाँ आशा र नयाँ सपनाको सुरुवात गर्ने दिन आज हो नयाँ नयाँ वर्ष 2083 वैशाख 1 गते आज म पहिलो ब्लग बनाउन गइरहेको छु किनभने आज न्यू इयर हो म पनि नयाँ तरिकाले नयाँ सुरुवात गर्दैछु यदि तपाईँ पनि नयाँ सुरुवात गर्न चाहनुहुन्छ भने आजबाट गर्न सक्नुहुन्छ अनि आज न्यू इयर तपाईँहरूले कसरी मनाइराख्नु भएको छ मैले चाहिँ साथीहरूलाई हेर्छु बिहान उठेर नुहाइधुवाइ गरेर यी पसल खोलेर अब पसलमा बसिराखेको छु अनि तपाईँहरू के गरेर मनाइराख्नु भएको छ साथीभाइसँग घुम्न जानुभएको छ या फ्यामिलीहरूसँग पार्टी गरेर मनाइराख्नु भएको छ के गर्दै मनाइराख्नु भएको छ सबैजनाले कमेन्टमा लेख्नु होला है आज नयाँ दिन हो नयाँ सुरुवात सबैले गर्नुहुन्छ पुरानो वर्षमा गरेका गल्तीहरूलाई सच्याएर आज नयाँ सुरुवात गर्ने दिन हो त्यही भएर तपाईँहरूले पनि कुनै गल्ती गर्नुभएको छ या नयाँ सुरुवात गर्न सोच बनाइराख्नु भएको छ भने आजको दिन एकदमै विशेष हुनेवाला छ है साथीहरू त्यही भएर सबैजनाले पुराना कुराहरूलाई बिर्सेर नयाँ दिनको सुरुवात गर्नुहोस् नयाँ वर्षको सुरुवात गर्नुहोस् नयाँ सपनाको सुरुवात गर्नुहोस् सपना देख्नुहोस् र सपनालाई पुरा गर्नुहोस् आजबाट हरेक नराम्रा कुराहरूलाई छोड्नुहोस् र राम्रा कुराहरूलाई अगाडि बढाउँदै जानुहोस् तपाईँ एक दिन अवश्य सफल हुनुहुनेछ र तपाईँले चाहेका सम्पूर्ण कुराहरू पुरा हुनेछन् म चाहिँ आज तपाईँहरूलाई यति नै भने र यदि तपाईँलाई मेरो भ्लग मन पर्यो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला यदि तपाईँ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला र सबैजनालाई नयाँ वर्षको फेरि पनि शुभकामना दिँदै जय नेपाल।